ल हामी चाहिँ जान लाग्यो उ त कमल दाल दिन नयनसँग गोबरको त खाली छ नि होइन कस्तो कसको कहाँ मेरो चाहिँ यता हेर्नु यसै हावामा चाहिँ मान्छे सिक्ने हाल्न त यो आइहाल्छ नि युट्युबहरू अनि उभिन्छु त्यहाँ रेडी भएर बस्यो अरे अब हामी पुग्ने बित्तिकै खाना खाने छ टोङमा चोक के टोङमा चोक ठुलो ल हामी चाहिँ टोङमा चोक अझै केटाहरू बसेको चाहिँ कहाँ कति भइसक्यो बच्चा अब टाढै रहेछ कुन ठाउँ हो त्यो डाँडा कस्तो भयो त नि तपाईँहरू यहाँ कहाँ छ त अरू भोग्ला भोग्ला चलेको केटाहरूलाई हामीभन्दा अगाडि आएको केटाहरू भेट्ने भनेको डेन्जर जोन के भयो देखि ओह्रालो आएको छौँ हाम्रो गन्तव्य चाहिँ भइरहा मुला भइरहा त्यो मरेको मात्रै हो हजुर हजुर टिम भगवती इटहरी टु हामी अरुण खोला यो पनि अरुण खोलामा आइपुग्यो फाइनल्ली आइसक्नु भयो है गाइज कसरी चला सर बहुत थकित अवस्थामा हुनुहुन्छ है सासले सास छोडिरह सर हजुरलाई यात्रा निकै गाडी त ड्राइभर यार माया कसम मेरो त भेटिएन है त गाडी भेटिएन है
आयो के छ खै हाम्रो किरण खै कत हामी पनि निकै लामो यत्रो गाह्रो छ बल्ल बल्ल भेट भएको छ सन्चै छु हेलो नमस्ते तपाईँ ढुक ल ल अब हाम्रो यात्रा सुरु भयो है 30 किलोमिटर हजुर 10 11 12 1 2 3 4 सर पाप खासै भएन कत्रो धेरै गाह्रो भइसक्यो हिँडिहाल्यो हौ तल हामी आउँछौँ हामी पनि तिमीहरू पनि किसके जङ्गलमा आइपुग्यो हेलो हजुर हामी अहिले पाउमा यहाँ सकिरहेको आच्चो हुन्छ नि आच्चो आच्चो ल हेर देख्यो मलाई रोको 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 रोकियो रोको के रे तिम्रो नाम लिहाज के रे हो यो फुल लगाएर परोज हाम्न जानु पर्यो कि यत्रो झोला हाल्नु पर्दैन मामाले चेक गर्नुभएको तर मामाले ल हामी आइहाल्यो कुकुरीहरू देखिरहेर अनेक अनेक पाइँदो रहेछ कि कुकुरी गाई अङ्कललाई नमस्ते गर गुड सुरु गरौँ है के छ त्यो यता आफै घरमा बनाएको खामै कस्तो कालो कालो तर मलाई यहाँ जाडोले हामीलाई जस्तो गर्दा ए लोटिन्छ गाह्रो छ हजुर त्यो जङ्गलमा फेरि कोही भेटिन्न फेरि हजुर पहाडी इलाका घुम्दै finally guys चिसो लाग्ला है चिसो लाग्ला हेलो 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 सर हेलो सर बजारमा क्या टेक्यो है साथीहरु आइसक्यो ल हिँड्दै लो गाइज हामी घर जाने बाटो ओखो कहाँ गरे अब भिडियो नि ल बाबु यता भिडियो गर त दाइको हेलो नमस्ते ल हामी चाहिँ जान लाग्यो माथि हिलेको भाले जितेर आउनु भयो नि तपाईहरु हामी आउँछौँ बे दिदी आउँछौँ है उ त कमल दाल दिन म यो नि सामान चाहिँ यो त यता हाम्रो पनि किन दिनु दिन्न दिन यो मसमा गोबर उता फाल्दे सही हो ल फोन गर्नु न पुगेछ है पुगेछ फोन गर्नु ल
के भयो बन्द छोडियो कसको कहाँ मेरो त्यहाँ र यता हेर्नु यस्तै हावामा त्यस्तै छोड्यो अरे मोडल मान्छे सिक्ने हाल्न त आइहाल्छ नि युट्युब बन्दै बन्दै हामी हिँड्यो बजारमा कम भन्छ ल हामी चाहिँ होटल माउन्टेन लज तोङ्बा चोक ल यहाँ चाहिँ ठुलो तोङ्बाको तोङ्बा चोक है यहाँबाट यही हो पाखीबास मेन चोक ल ल ल ल हामी चाहिँ फाइनली आइपुग्यो है हामी आइपुग्यो ल कस्तो भयो त नि तपाईँहरूको यात्रा एकदम बवाल भयो केही गाह्रो भएन नि अलिकति चार्जै नटिक्दो रहेछ कि उसमा केमा हो उसमा क्या त्यो डल्लोमा कहाँ छ त अरू केटाहरू खाएर गइसक्यो के भयो चार्ज सक्यो चार्ज छ अहिलेसम्म टिकिरहेको के खाजा के अन्त खाने नखाने खाजा भोग्ला भोग्ला कति खानु है खाजा हामी चाहिँ पाखीबासबाट खाजासाजा खाएर अब भोजपुरको लागि फेरि पनि हामी हिँडिसक्यो है केटाहरूलाई हामीभन्दा अगाडि आएको केटाहरूलाई भेट्ने भनेको खाजासाजा खाएर हामीभन्दा पहिल्यै टाढा भनिसकेको छ तर अब बाटोमा भेट्छ अब हामी उनीहरूलाई है यहाँदेखि अझै 3 देखि 4 घन्टा लाग्छ हामी त्यहाँ पुग्नको लागि यस्तो दामी भ्यू रहेछ यहाँ धन्दै छुटाएको यहाँ चिया भर्खर लगाउँदै रहेछ यहाँ चाहिँ आमामा हावा अलि आउनु मलाई देखाउनु पर्यो नि भरे हामी देख्यौँ हाम्रो यात्रा यस्तो यस्तो बाइक चला म बोल्नु नि यतिकै भइहाल्छ नि यति बेला हामी यात्रामा गरौँ न यता अर्को बाइकमा हुनुहुन्छ हाम्रो कृष्ण सर कमल सर यो बाइकमा छु म र एउटा मेरो प्यारो भाइ बहादुर यहाँ मिला एन्ट्रेन्सतिर आएको म हामी देवीथान भन्ने मुला भइरह त्यो मरेको मात्रै हो कमल दाइलाई एउटा गीत सुनाउनु नि त
हजुर हजुर एकदम गर्भवती यात्रामा छौँ। यता हुनुहुन्छ कृष्ण प्रताप केसी। अहिले धनकुटाको देवीथानमा आइपुगेका छौँ। यात्रा निकै लामो पनि बाटो अप्ठ्यारोको कारणले यात्रामा छौँ। हामी नाकामा आइपुग्यो ल, हातबारी जाने बाटो। हामी अहिले भोजपुर जाने बाटोमा लाग्यो। अहिले हामी अरुड खोलामा आइपुग्यो। तपाईँहरू देख्न सक्नुहुन्छ। हाम्रो अमृतसर र तुलसर आइसक्नु भइसकेको छ है। फाइनल्ली आइसक्नु भयो है गाइज। कसरी चलायो त्यो ड्राइभरले? ड्राइभर बहुत डेन्जर रहेछ हौ। 5-10 मिनट अगाडि त हिँड्यो सर। बहुत थकित अवस्थामा हुनुहुन्छ है। लुत गाह्रो भइरहेको छ मलाई। अझै यार कति किलोमिटर छ यार? कस्तो भइरहेको हजुरलाई तुषार? मलाई अघिसम्म रमाइलो भइरहेको थियो, अहिले छोडिरहेको यो के अरे सासले सास छोडिरहेको दुःख लागिरहेको। हजुरलाई धेरै गाह्रो भएर गाडीलाई सोधा त कहाँ पुग्यो? गाडी भेटिन्छ। हामी फाइनल्ली गाडी भेटिन्छ। बहुत घुम्टीको ठाउँमा छौँ है हामी यति बेला। होइन सर, हजुरलाई यात्रा निकै यो बाटो अफरोड भन्दा पनि एकदम बाटो त एकदम च्वाक छ कि, तर त्यो गाडी त ड्राइभर यार माया कसम मेरो त भेटिएन है। त्यो गाडी भेटिएन कि भेटेन रन्किया हो त यार। यत्रो यार ननिष्ठ भन्दा पनि यार हो सर। हो ओह्रालोमा त ठिकै यो बरु तलमा त हान्ने खा त बुझी फेरि के बोले। फाइनल्ली हाम्रो भेट अहिले प्याउलीमा आएर बल्ल भेट भयो। हजुरलाई भेट्न हामीलाई निकै गाह्रो भयो सर। बल्ल प्याउलीमा आएर भेट भयो है हाम्रो। प्याउली हाम्रो फोटो सेसनमा हुनुहुन्छ एम दाई, यता कपिल सर हुनुहुन्छ, उता ओड भाइ यता गुरुजी हुनुहुन्छ। सुजना फालिएर बसिरहेको के भयो भने के कस्तो भइरहेको यात्रा? बमिट आयो के छ? खै हाम्रो किरण खै कता गए? कस्तो भइरहेको यात्रा बाबु? सुतेको हो। कहाँ हामी गण्डै गाइज? गुड मर्निङ। के भइरहेको यात्रा कस्तो भइरहेको? यात्रा निधाएर गइयो होइन, ठिक छ नि? गाह्रो त भएको छैन? खासै गाह्रो छैन। हामी पनि निकै लामो यात्रा बल्ल भेट भयो है हामी प्याउलीमा आएर।
सुतेर भुस भइदिने अनि काट थाहा हुन्छ के भन्न नसुत्नु पर्थ्यो नि यसको निन्दरै पुगेन 10 को ड्युटी हो त मेरो 10 गाह्रो छ हजुर 5 बजी किन उठेको त नि ओइ बस बस यसमा त ठिकै छैन नि जानी भनेर त्यो बल्ल बल्ल भेट भएको छ धेरै गाह्रो हो कहिले हो म आज बल्ल धेरै लामो समयपछि भेट हो त हाम्रो कमललाई हेर्नु सन्चै होला नि म एकदम सन्चै छु हेलो नमस्ते गाडी चलाएर जानुपर्छ कि भोजपुर जाने हो का गाडीको ब्रेक छैन कि हो 5-6 मिनेटमा मान्दैन त यार कि मुद पनि आउनु यो टोलले पानी खा उठेको कि टोली यार ए भगवान् यो थोरै त रहन्छ यहाँ कति हिँड्ने के थाहा का अब ए न तपाईँ ढुक्क आउनु चिसो 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 मौसम हेलो हजुर भन न ल ल अब हाम्रो यात्रा सुरु भयो है फाइनल्ली भोजपुर लगभग अब जम्मा 35 किलोमिटर 36 किलोमिटर 36 किलोमिटर हो अहिलेलाई 36 भन्नु खिच्नु न खिच्नु ए इन्टरभ्यू हामी चाहिँ कहाँ आइपुग्यो अहिले अहिले हामी दाजुलाई मेरो प्रश्न हामी अहिले इन्टरभ्यूदेखि हजुर लगभग 10, 11, 12, 1, 2, 3, 4 6 घन्टाको दौरानमा बल्ल हामी भोजपुरको प्याउली भन्ने ठाउँमा आइपुग्यो सर अनि त्यहाँ र यहाँको वातावरण चाहिँ कस्तो कतिको फरक छ धेरै धेरै अब तराई क्षेत्र भयो अब त्यो इटरी भनेको अब भोजपुर भनेको पहाडी इलाकाले गर्दा त्यहाँ गर्मी लगभग 35 सम्म पुगिसक्यो भने यहाँ 25-26 छ धेरै शीतल छ उहाँको तुलनामा यहाँ भने हस् हस् थ्याङ्क यू है ल हस् सर धन्यवाद हजुरको यात्रा शुभ रहोस् हस् सर हजुरको पनि यात्रा शुभ रहोस् हस् हस् ल कस्तो भयो हजुरको यात्रा सर प्लिज हजुरको यात्रा कस्तो भइरहेको सर ल सर हाम्रो यात्रा सुरु भयो ल हस् सर हस् सर प्लिज सर हजुरको यात्रा कस्तो भइरहेको सर पाप हो सर पाप खासै भएको छैन कत्रो धेरै गाह्रो भइसक्यो यहाँ गाह्रो भएको छ हजुर हिँडिहाल्यो हौ अब हामी आउँछौँ हामी पनि अब हामी पनि लब हिँड्ने है फाइनल्ली गाइस अहिले हामी फाइनल्ली प्याउली बजारमा आए भोजपुरको निकै रमणीय ठाउँ प्याउली बजार अब त उनीहरूले हामीलाई सर हामी कुन ठाउँ आयो सर हामी यो कुन ठाउँ हो तिवारी भन्छौँ अब हाम्रो चिया खाने ब्रेक भइरहेछ है गाइज हाम्रो चिया खाने ब्रेक भइरहेछ है दुधको चिया के को चिया अरे ओ दुधको चिया दुध हो नभए ल दुधको चिया भन्नु नि त कि के को चिया खानु लाग्यो कस्तो सक्यो तेल चार्ज भरियो खै कति 100% डेन्जर दिएको चिया मेरो मोबाइल छ हामी के को चिया खाँदैछौँ अरे भैँसी छोरोको भैँसीको छोरोको के हो गोरुको चिया हेलो हजुर के को चिया खाँदैछौँ अरे हामी लोकल दुधको चिया दुधको चिया गाउँको दुधको चिया फाइनल्ली गाइज हामी दुधको चिया खाँदैछौँ है सेतो तिम्रो यो हामी अहिले पौमा ढुङमा 2 तिवारी भन्ज्याङमा आइसकेको छौँ हामी हेलो बाबु हेलो गाइज के खाएको बाबु के खाइदियो हो यहाँ सकिरहेको आच्चो हुन्छ नि आच्चो हेलो नानी हेलो के छ गाइज के खाएको खैलु देऊ मलाई पनि खान्छ हेलो नमस्ते गुड यो ल हेर देख्यो मलाई
देख्यो यो दिनभरको यो यस्तो गर यस्तो गुड हो यो दिनभरको फाइनल गाइस ऊ हाम्रो गाडी है चिया 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 रोक्यौ के खाइक्यौ कति राम्रो फुल हो है मैले यो फुल लगाएर परोज हान्न जानु पर्यो कि यता बहुत केरेजी हुनुहुन्छ मायामा बहुत पागल हुनुभएको मान्छे फोन उहाँलाई फेरि ननस्टप डाटा केबल यताउति हेर्दा नभइकन पागल पेर्मी अहिलेको यहाँ छ क्या मेरो झोलामा यत्रो झोला हाल्नु पर्दैन मामाले हाम्रो गाडी चेक गर्दै भयो म भिडियो गर्दै आएको थिएँ मामाले चेक गर्नुभएको तर मामाले चेक गर्दै यस्तो भलो बनाउन आएको गइहाल्नु भएको मामाले चेक गर्न आएको थियो यस्तो मामाले यस्तो चेक गर्नु आएर गइहाल्नु भयो गाह्रो छ कि भुट्टा भन्नु तिमीलाई सर हामी आइसक्यो ल हामी आइहाल्यो ल सर त्यतै भेटौँ ल ल सर यता गाउँपालिका बस स्टेसन तिवारी भन्ज्याङमा छ है हाम्रो यहाँ फेरि एकदम विभिन्न किसिमको यो खुकुरीहरू देखिरहेर अनेक अनेक पाइँदो रहेछ कि खुकुरी गाई र हाम्रो पागल पेर्मी हुनुहुन्छ है ल ल ल कृष्ण केसीको युट्युब च्यानललाई लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला है फाइनल्ली के खाएको के खाएको ओरेन्ज खाएको भन्दैन ओरेन्ज के खायो यता पनि बहुत लभर हुनुहुन्छ कि फेरि मायामा फस्नु मुटुको डुबडुकी यता 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 त्यस्तै किङ कोब्रा हुनुहुन्छ यता गलत मै एउटा हो यही मै एउटा आन्टीले चिया ल्याइदिनु भयो है हाम्रो यहाँ चिया ल्याइदिनु तातो मिठो ल सर प्लिज चिया 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 दुधको चाहिँ आयो है बिस्कुट लिँदा के हो त्यो ल ल हेर अङ्कललाई लौ लिम है लिनु लिनु गाह्रो छ कि ल अङ्कललाई नमस्ते गर आदिदेऊ है गुड जाऊ सँगै खाऊ सुरु गर कस्तो कालो कालो तर मलाई यहाँ जाडोले हामीलाई जस्तो गर्दा है कोही छैन अब अब खुसी हो क्या होइन बाबु हल्को सार्नु तपाईँको हो एकदम चिसोमा तातो छ है तर म भाइरल हुनु भयो यार कसम म भाइरल हुनु भयो स्योर हो कि होइन हो एउटा भ्युअर एकदम हेरिसक्यो ल हेर हेलो न हटाउने न मायामा यस्तै हुन्छ ओइ सब पागल फेरि म अब यता हुनुहुन्छ भोजपुर पुग्नलाई अब 30 किलोमिटर छ ए भोजपुर पुग्न लाग्यो अब ए पोखिन्छ बाबु बिस्कुट खान लाग्यो सर आउँदै गर्ने ल सर बाइकमा जाने ल सर जाउँ सर हामी पनि बिस्तारै
बाटो खाँदै आउँदै हुनुहुन्छ है पौवा डुमा गाउँपालिकामा हामी आइपुगेको छ है। यति बेला हामी बजार ल फाइनल्ली गाइज चिसो लाग्ला है, चिसो लाग्ला। राम्रा 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 तरुनी छन्। हेलो 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 सर, हेलो सर, हामी भोजपुर बजार आइपुग्यो। आइपुग्यो आइपुग्यो जय गर्ने हो अब। हाम्रो गुरु गुरु हुनुहुन्छ यहाँ, गुरु हुनुहुन्छ। हजुर गोप्रो फाइनल्ली हामी भोजपुर बजारमा ट्याक्क टेक्यो है साथी हो। चुप्पा यात्रा सफल भयो। त्यही त चलाउनु मान्छे नराखे चसो लगाइरहेको त तपाईँ मान्छे बोकेर। फाइनल्ली हामी भोजपुर बजार आइपुग्यो ल। 7 घन्टाको यात्रापछि हामी बहुत गाह्रो भइरहेछ है। सर हामी भोजपुर आइपुग्यो नि। उहाँ अहिले बोल्ने मोडमा हुनुहुन्न है। उहाँलाई बहुत गाह्रो भइरहेको, उहाँलाई लेक लगाइरह। तराईको मान्छे पाहाडमा आएको लेक लगाइरहेको छ है। आइसक्यो है लगा हिँड्यो है, पछि पछि आइसक्यो। टक्कै देख्यो गाइज। ल गाइज अब हामी गाह्रो छ है, बिस्तारै आइपुगेको छौँ। अब खासै धेरै समथिङ 5 मिनटमा हामी बस्ने ठाउँमा हो पुगिन्छ। ल गाइज गाह्रो छ हजुर। ओखो अफरोड बिस्तारै बिस्तारै गाह्रो छ हजुर। ढुङ्गाको बाटो हजुर, कहाँ सजिलो छ र हजुर पहाडी यात्रामा। ठ्याक्कै घर जाने बाटो नि यस्तै हो कि। बङ्गुर ल बङ्गुर बङ्गुर च्वाचे ए चुलै अनि बिस्तारै बिस्तारै है। हाम्रो गाडी अगाडि अगाडि, हामी पछाडि। बाटो निकै अप्ठ्यारो छ है। अनि त्यो बाटो ओखो चुले भिडियो गर्दा ल। मेरो के भन्छ यसलाई, प्यान्टो भन्छ यसलाई। कहाँ गरे अब भिडियो नि हेर्नुहोस् त्यो बाटो। ओहो हरि औषधी खाएर जाउँ हो। ए सुलु तेरी क्या